हेलो गाइजहरू हामी चाहिँ आज के बार आज शुक्रबार होइन आज शुक्रबार ऊ चाहिँ लाइब्रेरी बसेर पढ्यो दिउँसोभरि अनि म चाहिँ कोठामै बसिराखेको थिएँ। त्यही भएर पढ्दा पढ्दा हामीलाई अल्छी लाग्यो कि थर्ड इयरको अब फाइनल इक्जाम आउन लागेको छ। त्यही भएर अब चाहिँ बेलुका यसो घुम्न निस्केको थियौँ हामी। त्यही भएर गल्फ कोर्टतिर आएको छौँ। अब रनिङ गरियो। अब हामी चाहिँ अब रुम जाने, यहाँदेखि रनिङ गर्दै जाने। जिम नि जानुपर्छ कि आज? म त जान्न यार, थाक्छु फेरि धेरै थाकेर। आउँछु होला म। ल तिमी जाऊ, म जान्न। अब हामी यहाँदेखि कुद्दै 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 जाने हो। अगाडि अगाडि कुदल्लु सल्लु सुरु गर। ल हामी चाहिँ हेरौँ है अब यहाँदेखि पुरै भिडियो हुन्छ है सल्लु। हामी यहाँदेखि कुद्दै 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 यहाँ हाम्रो कलेज कस्तो छ त्यो देखाउँछौँ आज। भरे फेसबुकमा आउँछ नि भिडियो, यो भिडियो फेसबुकमा हाल्नु पर्यो है। अब लिच्ची गार्डन हुँदै यस्तो एनर्जी आइरहेछ नि कुद्नको लागि। यो कुन ठाउँ हो गाइजहरू? यो चाहिँ BPKHS हो। BPKHS को गल्फ कोर्ट निर्वाणा। अब चाहिँ हामी होस्टल फर्किँदैछौँ। खुल्ला छ मामा। यहाँदेखि कुद्दै 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 जान्छौँ। तिमी चिन्ता नगराका, दरो सम्हाल्छु क्या यो क्यामेरामा, दरो पकड्छु क्या। रिजनल भएको थियो यो ठाउँमा। यो ठाउँमा चाहिँ प्रोग्राम हुन्छ क्या खासमा। रिजनल भन्ने BPKHS को लागि मात्र थाहा हुन्छ रिजनल भनेको के भनेर। वर्षको एउटा सबभन्दा बेस्ट डे भन्दैछ। यति टाढाको आवाज आउँछ? मैले के भन्न लागेको थिएँ यार, भुलेँ यार। यो चाहिँ BPKHS को गाडीहरू राख्ने ठाउँ, ग्यारेज। यहाँदेखि कुद्दै 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 जान्छौँ हामी। योहरू हामीलाई पनि थाहा छैन योहरू के को बिल्डिङ हो भनेर। हामीले पुरै एक्सप्लोरै हानिसकेको रहेनौँ अझै BPKHS। यो चाहिँ खासमा आर्मी क्याम्प होइन, ब्रिटिस लाउरेको। कोही भिड नमन हुने मान्छेले हामीलाई सम्पर्क गर्दा हुन्छ है। हामीले कति किलोमिटर कुद्यौँ आज? 4 किलोमिटर। ल अब 4 थप्नुपर्छ है। यो यता कहाँ चाहिँ ब्याडमिन्टन कोर्ट पनि छ है, थाहा भएन। यो चाहिँ न्युक्लियर वेपन यहाँनिर बनाउँछ। न्युक्लियर वेपन, एटम बमहरू। यहाँ महरा टेलर्स होला यो। हामी कुद्दै 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 जान्छौँ। यो महरा टेलर्स हो, लुगा एप्रोनहरू सिलाउने ठाउँ। सल्लो अगाडि अगाडि कुदिराखेको छ, म पछाडि पछाडि कुदिरहेको छु। अब हामी एउटा एकदम राम्रो ठाउँमा तपाईँहरूलाई तिमीहरूलाई हजुरहरूलाई लाँदैछौँ। साइक्लिङ हान्दा पनि हुन्छ यहाँनिर। साइक्लिङ हानिराख्नु भएको छ एउटा अङ्कलले। अगाडि पर मैले देखाएको त्यो चाहिँ रहेन रहेछ यार, मोरा टेलर्स। यो चाहिँ हो मोरा टेलर्स। त्यो मोरा टेलर्स भर्जन 2 होला सायद। अब एउटा राम्रो ठाउँमा लाँदैछु म। अघि खाएको आँपको कोही त आएन त यार। यो आँप बाहिर बोक्रा खाएको, भित्र चाहिँ अमिलो रहेछ। रोड टु हेभन। हेभन कहिले देखेको छ? अब यो चाहिँ हेभनको अलिक तल्लो भर्जन हो। हामी जहाँ जाँदैछौँ नि अहिले त्यो ठाउँ चाहिँ। सबजना यतिखेर कोही इभिनिङ वाक, कोही रनिङहरू, दिउँसोभरिको थकानलाई मेट्नलाई माथिदेखि गाडी आइरहेको छ। अब यहाँदेखि हामी फालौँ है। जम्प गाइज। वो यो हेर्नु हाम्रो, यो चाहिँ यसको प्रसिद्ध नाम छ लिच्ची गार्डन। कति मिनट भयो? 4 मिनटको 5 मिनटको भएछ। हामी यहाँ यसको फुल यसलाई एक्सप्लोर हान्नुपर्छ आज।
यो चाहिँ हाम्रो म त क्रिकेट बुझ्दिनँ नि खेल्दिनँ नि तै पनि क्रिकेट प्र्याक्टिस गरिरहेछन् रनिङ हानिरहन्छन् ल हान कुद यो लिच्ची गार्डन यसलाई चाहिँ किन भनेको भने यहाँ लिच्ची नै लिच्ची छ क्या तर लिच्चीभन्दा बढी आँप छ यसलाई म्याङ्गो गार्डन राख्नुपर्ने हो खासमा नाम योहरू सब लिच्ची हो सब झारेछन् त यार पोहोर चाहिँ हामीले दोब्बी चोरेको थियौँ यसपालि त चोर्न पाइएन अब नेक्स्ट इयर यहाँ हेर्न सक्नुहुन्छ फुटबल खेलिरहेछन् भाइहरू हेलो भाइ सबजना फुटबलहरू खेलिरहेछन् यहाँ पनि फुटबल चलिरहेछ म्याच अलिक त्यस्तो भिडियो राम्रो आएन भने आइएम सरी अर्कोचोटि अझ एक्सपिरियन्स भएर म अझ राम्रो बनाउँछु यो चाहिँ हाम्रो लिच्ची गार्डन हो हामी चाहिँ कुदिरहेछौँ तर आज भिडियो बनाउने चक्करमा त्यति मजाले कुद्न पाइएन तर केही छैन यो क्यामेरा राखेर अझै हामी कुद्छौँ अब 4 किलोमिटर कुद्यौँ भने फुटबल खेलिरहेछन् त्यहाँ पर पानी पऱ्यो भने हामी लिच्ची चोर्न आउँछौँ पानी परेन भने त ग्याटिस लिएर बसेको हुन्छ यहाँ हेर्न सक्नुहुन्छ आँपै आँप छ आँप कति खाने हो क्या आँपी अचार लाउने भने हामीसँग सम्पर्क गर्दा हुन्छ यहाँ आँपेर आँपै आँप अझै एक राउन्ड हानौँ न यहाँनिर फुटबल खेलेर आराम गरिरहेछन् भाइहरू हो कि दाइहरू हो भाइहरू हो गाइजहरू यहाँनिर आराम गरिरहेछन् यताको पनि देखाउँछु म एउटा रमाइलो चलिरहेछ यता यहाँ यो चाहिँ गेस्ट हाउस हो यहाँ चाहिँ बास्केटबल म आउँछु जाँदै गर न बास्केटबलहरू खेलिरहेछन् ल गएँ ल फेरि अर्को दिन अझै हामी यहाँ चाहिँ 1-2 राउन्ड हान्छौँ है त देखाउँछौँ हामी यहाँ हाम्रो लिच्ची गार्डनमा के छ भनेर ओ भण्डारी तिमीलाई केही भन्न मन छ आज हामी भिडियो बनाउँदैछौँ तिमी कति भाग्यमानी छौ केही बोल न 2-4 शब्द दादा कस्तो यता फर्केर बोलिदेऊ न दिस इज आवर भण्डारी मेन भण्डारी हो ऊ चाहिँ धेरै टाढादेखि आएको दार्चुलादेखि ल गएको ल म यतादेखि कुद्छु ल यहाँ हेर्न सक्नुहुन्छ हाम्रो यो लिच्ची गार्डन भनेको चाहिँ एउटा भनाइ नै छ के त्यो भनाइ भनेको के हो भने हेभन इज मिथ बिबिका इज रियल भनेर फेरि एकचोटि अलिक बिचमा मेरो बोली अड्क्यो हेभन इज मिथ बिबिका इज रियल किन होला भनेको यो कारणले हो अब दिउँसोभरिको थकान मेट्न यहाँ हेर्नु त फुटबल खेल्न आउँदा हुन्छ क्रिकेट खेल्न आउँदा हुन्छ भलिबल खेल्न आउँदा हुन्छ बास्केटबल खेल्न आउँदा हुन्छ रनिङ गर्न आउँदा हुन्छ गर्लफ्रेन्ड छ भने गर्लफ्रेन्डसँग डेटिङ गर्न आउँदा हुन्छ अनि मेरो युट्युब च्यानल छ त्यो जाँदै गर्न आउँछु म अब होस्टल म भन्दै थिएँ कि मेरो युट्युब च्यानल छ त्यो युट्युब च्यानलको नाम हो दीपक कार्की MBBS BPKHS सबैले गएर सब्सक्राइब गरिदिनु होला अब 4th इयरदेखि भिडियो बनाउँछु यी चाहिँ जुनियर भाइहरू हुन् फुटबल खेलिरहेछन् हाम्रो चाहिँ एक्जाम आउन कारणले अलिक खेल्न आउन पाइएन स्टेज गरिरहेछ कस्तो लागिरहेछ हामी पुरै भिडियो बनाउँदैछौँ 9 मिनेटको भइसक्यो एक्सर्साइजको बारेमा केही 2-4 शब्द भन त ल धेरै राम्रो एक्सर्साइज गर्ने थिएँ फिजिकली मेन्टली सोसियल्ली फिजिकल्ली मेन्टल्ली इमोसनल्ली ल गएको ल गाइजहरू अनि के भन्दै थिएँ भने नि म यो मान्छे लास्ट डह्रो छ अनि यो मान्छेले अरूलाई धेरै इन्जुरी पार्थ्यो तर आफू आफ्नै हड्डीहरू भाँचिएको 5 चोटि भइसक्यो कोही बेला खुट्टाको लिगामेन्ट च्यात्तिन्छ कोही बेला हात भाँच्छ तर मेरो पनि भन्दा एकचोटि चाहिँ
भाँचिसक्यो अब हामी चाहिँ होस्टल जान्छौँ है होस्टल गएर यो राखेर फेरि हामी कुद्न आउँछौँ यहाँदेखिको इन्भाइरोमेन्टमा सब देखाउँदै लग्छु है त सल्लु धेरै टाढा पुगिसक्यो यहाँ चाहिँ अनि राति फुटबल खेल्दा नि हुन्छ क्या यत्रो लाइट छ नि त सल्लुको युट्युब च्यानल छ त्यो भनेको चाहिँ बिपी क्याचेस डायरिज हो सब्सक्राइब गरिदिनु होला सबैले सरी भाइ यो चाहिँ हाम्रो दशहरा हल यहाँ चाहिँ प्रोग्रामहरू हुन्छ हेलो हेलो के छ यार के छ सन्देश एकछिन ल एकदम म गएको ल भिडियो बनाउँदैछु यार ओके ल हाम्रो युट्युब च्यानल छ क्या यो के छ दिपक कार्की एमबिबिएस बिपी क्याचेस अर्को बिपी क्याचेस डायरिज सब्सक्राइब गरिदिनु ल बाई अब हामी युट्युबको यसो एडभर्टिजमेन्ट पनि गरियो अब हामी होस्टल जान्छौँ यो माथिको देखिरहेछ नि उज्यालो बलेको त्यो चाहिँ के हो थाहा छ त्यो भनेको चाहिँ मन्दिर हो के राम्रो छ त्यो पनि एकदम यहाँ खेलेर कुदेर जानेहरू गइराखेको छन् क्या राम्रो छ यार इन्भाइरोमेन्ट र उज्यालो होइन लाइटको कारणले उज्यालै छ थ्याङ्क्स टु गुलमान घिसिङ कुद न होइन यो भनेको फुल उयसमा हाल न तिमी कुद्नु अगाडि होइन भरे अहिले राखेर अनि इन्डिङ त राम्रो बनाउनु पऱ्यो नि त यो चाहिँ गर्ल्स होस्टल हो नदेखाउँ यार ल चल्लु सट हान ल ऊ चाहिँ लास्ट कुद्छ के मलाई नि ऊ जतिको कुद्नु मन छ अब हामी चाहिँ होस्टलभित्र जान्छौँ है त ल गाइजहरू एकचोटि होस्टलभित्रको अनि वातावरण देखाइहाल्छु यति लामो भिडियो बनाएपछि ल हामी चाहिँ अब यो राखेर फेरि कुद्छौँ दिस इज मामाको क्वार्टर होस्टल यहाँ ब्याडमिन्टन पनि छ क्या यो चाहिँ 5 नम्बर होस्टल यो होस्टलमा हामी वासस्थान गर्छौँ तिमी कहाँ यहाँ बस्छौ तिमी त माथि ए म कसैलाई थाहा थिएन नि त त्यो तिमीलाई थाहा थियो ल अब आजको सम्मरी भनिदेऊ न लु आजको समरी कुद्नुपर्छ मोटे हुनु भएन बिपी क्याचेस राम्रो छ बिपी क्याचेस धेरै राम्रो छ ट्याग टु द्याट मोटेज अब त्यो मोटे मान्छेहरू अब रियलाइज गर्ने आफै अनि कुद्ने सिन्जाउ जस्तो मोटे नहोस् नि को जस्तो अरे सिन्जावती ए सिन्जावती लास्टै मोडेल ट्याग टु सिन्जावती यो भरे सिन्जावतीलाई फेसबुकमा भिडियो हाल्दा चाहिँ सिन्जावतीलाई पनि ट्याग गर्नुपर्छ हामी अनि अब हामी फेरि कुद्न जान्छौँ अब चाहिँ कुद्ने वातावरण हुँदैछ क्या अरू कुराहरू पनि देखाउँछु यति बनाएपछि यसमा चाहिँ उयो पनि फल्छ क्या अम्बक यो चाहिँ यो के हो थाहा छ यो साइकल पार्किङ आँप अघिको आँप फाल्छौँ यो साइकल राख्ने ठाउँ बाइक सल्लुको बुलेट त्यहाँ पर छ ल अब आजलाई यति ल गुड बाई गरिदेऊ सल्लु एकछिन अलिक उयो भयो क्या अँध्यारो भयो यार ल जोडिनु होला